Hello everyone, this is Subham and I am a blogger. आज थोड़ा डिफ्रेन्ट गरौँ। आज मेरो ब्लगहरुको ठाउँमा मेरो साथीको ब्लग हेरौँ र कस्तो छ कमेन्ट गरिदिनु होला। हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी एउटा प्र्याङ्क गर्न गइरहेका छौँ। प्र्याङ्क चाहिँ के हो भन्दाखेरि हिजो क्रिसको घडी चाहिँ त्यही मास्टर जङ्सनमा छुटेको थियो। सो मैले लिएर आएको थिएँ। दाइले भनेको थियो कि त्यसलाई ऱ्याप गरेर त्यसलाई भोलि प्र्याङ्क गर्ला भनेर भनेको थिएँ। सो अहिले म चाहिँ ऱ्याप गर्न गइरहेको छु। सो हेर्नुहोस् गाइज, आज म अहिले ऱ्याप गर्दैछु। यो भित्र हाल्ने हो अनि यो चाहिँ घडीकै बक्स हो। यो गयो। अब चाहिँ मसँग अहिले ऱ्यापिङ पेपर छैन, सो म अहिले पेपरले नै ऱ्याप गर्छु। हेर्न सक्नुहुन्छ। अब सो गाइज, क्रिसको गिफ्ट चाहिँ रेडी भइसकेको छ। सो गाइज, म साइकलमा हिँडिसकेको छु। अब एकछिनमा हुन्छ प्र्याङ्क। म धेरै नै एक्साइटेड छु। पुगिसकेको छु म। यो चाहिँ गिफ्ट क्रिसको, बट क्रिस आएको छैन अहिलेसम्म। अब पुग्ला। सो आज चाहिँ प्र्याङ्क चाहिँ हुन्छ बब्बा। आज मैले क्रिसको लागि गिफ्ट ल्याएको थिएँ। क्रिसलाई हस्तान्तरण गर्न चाहन्छु। हस्तान्तरण मेरो परम मित्र, मैले आज धेरै सोचेँ बुझेँ। मैले क्रिसको लागि गिफ्ट ल्याएको थिएँ। अघिबाट कसैलाई थाहा छैन के छ यो भित्र भनेर। अहिले हजुरको हातबाट यो चाहिँ एउटा सम्झना टाइप। कस्तो सम्झना? मेरो आफ्नो फिलिङ्सहरूलाई एक्सप्रेस गरेर मैले यो ल्याएको छु। ऊ मसँग 9 क्लासबाट साधारणमा पढेको। म उसलाई उसँग म धेरै लगाव भएर, सो अहिलेसम्म हामीहरूको यात्रा स्मरणीय छ। त्यही कारणले मैले आज के आफ्नो साथीलाई गिफ्ट दिन्छु, उपहार दिन्छु भनेर मैले आज उसलाई गिफ्ट दिन खोजेको थिएँ। मलाई नर्भस छ यो भित्र। ऱ्यापिङ पेपर ल्याइसकेन, सो यसले काम चलायो। अब के छैन ल, हल्लिँदै त छ। के त छ बक्का? के त छ। ढुङ्गा ल, थाहा छैन। अरे उनीहरूलाई पनि देखाउ न, मान्छेहरू कति एक्साइटेड छन्। हामीलाई दिएको सो फाइनल्ली